Okay, so यतिखेर म न्याप्सामा रहेको छ फ्लोरिडा न्याप्सा भन्ने चाहिँ बिगेस्ट इभेन्ट रहेको छ संसारको सबभन्दा ठुलो एजुकेसन फेयर भन्छ यसलाई चाहिँ नि आज म फ्लोरिडाको ओर्ल्यान्डो भन्ने सिटीमा रहेको छु यो देख्न सक्नुहुन्छ मेरो पछाडि अगाडिको सबै भिडहरू यहाँ चाहिँ नि अलमोस्ट 130वटा देशबाट चाहिँ विभिन्न युनिभर्सिटिज कम्पनीजहरूको मानिसहरू हुनुहुन्छ युनिभर्सिटी रिप्रेजेन्ट गर्दै अनि त्यसपछि चाहिँ नि नेटवर्किङ अनि ट्रेनिङ सेसनहरू रहेको छ विभिन्न सेसन्सहरू छ अबको वर्ल्ड कसरी चेन्ज हुँदैछ एजुकेसनले कसरी चाहिँ नि सेभ गर्छ एजुकेसन लिडर्सहरूको यो चाहिँ विभिन्न डिस्कसनहरूदेखि च्यालेन्जको बारेमा डिस्कसनदेखि भविष्यमा के हुँदैछ के हुनेवाला छ विभिन्न रुल्सहरू आइरहेको हुन्छ इमिग्रेसनको एजुकेसनको यी सबैको बारेमा चाहिँ यहाँ डिस्कसन गर्ने ठाउँ रहेको छ सो आज म यहाँ छु र एकछिनमा अब म एकदमै इम्पोर्टेन्ट मिटिङ छ यहाँ चाहिँ भिजा र इमिग्रेसनको बारेको एउटा सेसन रहेको छ यसमा चाहिँ म एटेन्ड गर्न गइरहेको छु सो तपाईँहरू मलाई हेर्न सक्नुहुन्छ म विभिन्न रुमहरूमा क्याबिन्सहरूमा चाहिँ डिस्कसन हुने गर्दछ सो त्यहाँनिर चाहिँ म गएर एउटामा एटेन्ड गर्न गइरहेको छु हिजो एउटा एकदमै स्पेसल इभेन्ट थियो जहाँ चाहिँ युनिभर्सिटिजहरूले चाहिँ के थियो भन्दाखेरि कसरी चाहिँ विद्यार्थीहरूलाई सबै युनिभर्सिटी एकदमै टप मान्छेहरू थियो डिएसओहरू थियो युनिभर्सिटीको च्यान्सलरहरू पनि त्यहाँनिर थियो होइन अनि उहाँहरूले चाहिँ डिस्कसन गरिरहेको थियो कि स्टुडेन्टहरूले कसरी चुज गर्छ युनिभर्सिटी अनि भिजाहरूको सक्सेस कसरी गराउने यी कुराहरू चाहिँ भइरहेको थियो सो आज अनि अर्को पनि एउटा थियो के थियो भन्दाखेरि त्यो चाहिँ आइसिएफको डिरेक्टर ले गर्नुभएको थियो एउटा स्पिच थियो कि त्यो चाहिँ कस्तो खालको मान्छेहरूले चाहिँ हाम्रो युनिभर्सिटीहरू पब्लिकमा गएर रिप्रेजेन्ट गर्छ हाम्रो बारेमा हाम्रो ब्रान्डको बारेमा कसरी प्रमोट हुँदैछ यो कुराहरू हामीले जान्नु जरुरत छ र यो कुरा कुनै चोइसेस र अप्सन होइन यो चाहिँ एकदमै नेसेसरी रहेको छ किन भन्दाखेरि कति युनिभर्सिटिजहरू चाहिँ B2B मात्र प्रमोट गरेर हुन्छ अनि त्यसको पनि सब एजेन्ट हुँदै कसले कसरी प्रमोट गरिरहेछ के भन्छ भन्ने कुराहरू चाहिँ को बारेमा पनि त्यो कुरा पनि भइरहेको थियो भने सो विभिन्न टपिकहरू रहेको छ रिसेन्ट चेन्जेस छ युएसको पोलिसिजहरू इमिग्रेसनको यसको बारेमा चाहिँ अहिले स्पेसिफिक प्रोग्राम हुन गइरहेको छ सो म त्यहाँनिर गएर जोइन गर्दैछु सो तपाईँहरू मलाई फलो गर्न सक्नुहुन्छ बियोन्ड एजुकेसन च्यानल हो यो मेरो सबै प्रायः भिडियो इङ्ग्लिसमा आउने छ वाइ बिकज सबै अडियन्सेसहरू प्रायः सबै इन्टरनेसनलबाट हुनुहुन्छ त्यसै कारणले गर्दाखेरि चाहिँ इङ्ग्लिसमा आउनेछ तपाईँहरूले बुझ्नु भएन भने त्यसलाई चाहिँ ट्रान्सलेट गरेर सुन्न सक्नुहुनेछ ओके सो यो बिल्डिङ म हिँडिरहेको बिल्डिङ छ धेरै इन्फर्मेसनहरू आइरहेको छ म तपाईँहरूलाई सुनाउने नै छु तपाईँहरूले कुर्नु होला वेट गर्नु होला अनि सब्सक्राइब गर्नु भएको छैन भने फलो गर्नुहोस् यदि तपाईँहरू युएस पढ्न आउन चाहनुहुन्छ युके पढ्न चाहनुहुन्छ क्यानाडा अस्ट्रेलिया न्युजिल्यान्ड युरोप कुनै पनि कन्ट्रीहरू पढ्न चाहनुहुन्छ सो तपाईँहरूले चाहिँ बियोन्ड एजुकेसन कन्सल्टेन्सी मार्फत गर्न सक्नुहुन्छ किन भन्दाखेरि हामी एकदमै अपडेटेड रहेको छ हाम्रो नलेजको बारेमा इन्फर्मेसनको बारेमा प्लिज भिजिट अस हाम्रो अफिस पोखरामा रहेको छ निभागल्लीको चिप्लेढुङ्गामा त्यसपछि अर्को भनेको चाहिँ काठमाडौँको सिटिसी मलमा अनि बेङ्गलोर इन्डियामा पनि रहेको छ अनि युएसमा पनि रहेको छ सो तपाईँहरूले फलो गर्न सक्नुहुन्छ थ्याङ्क यू सो यतिखेर म मेरो रुम कहाँनिर रहेछ भनेर सोध्नुपर्ने छ सो म हराएँ एकैछिन खोज्छु म